निम्ति सरकार केन्द्रित हुनेछ। 15 दिनभित्र, मैले पुनः दोहोऱ्याएँ, 15 दिनभित्र अन्तिम प्रक्रियामा भएका सबै श्रमिकहरूलाई पठाइसक्नुहोला। हामी दिनानुदिन भएका र गरिएका गतिविधिहरू यहाँलाई अपडेट गराउनेछौँ। आवश्यक पर्दा क्षेत्रगत रूपमा विभिन्न समितिहरू बनाउनेछौँ। क्षेत्रगत रूपमा बनेका समितिहरूमा तपाईँहरूले साथ दिनुपर्नेछ। विभिन्न खालका समितिहरूमा आवश्यकता पर्न सक्छ। त्यसकारणले यहाँहरू स्ट्यान्ड बाई बसिदिनु होला। भए गरेका क्रियाकलाप सूचित गराउँछौँ। यदि 15 दिनभित्र हामी एउटा निर्णायक ठाउँमा पुग्न सकेनौँ भने हामी आन्दोलन कसरी गर्ने, कुन तरिकाले गर्ने, कसरी जाने भन्छौँ। तर यो बिचमा हामी मिडिया क्याम्पिङ गर्छौँ। मिडिया क्याम्पिङ अथवा सञ्चार माध्यमबाट हाम्रा विषयहरू सरकारलाई सुनाउँछौँ, सरकारसँग पुर्याउँछौँ। जनस्तरदेखि सदनदेखि सरकारसम्म यी विषयहरू बुझाउनु जरुरी छ। केही आन्दोलनका पूर्वार्धका तयारीहरू हामी यो 15 दिनभित्र गर्छौँ। मैले आन्दोलनको स्वरूपको विषयमा यति नै भने। भोलिदेखि हामी रणनीतिक चालहरू चल्छौँ। ती विषयहरू यहाँहरूलाई हाम्रा ग्रुपहरू छन्, व्यवसायिक ग्रुपहरू छन्, ती ग्रुपहरूमा अपडेट गराउनेछौँ। धन्यवाद, नमस्कार। मैले यो अन्तिम